आजको खेलमा तमोक भेटरान भर्सेस काँक्रेबिहारी भेटरान बीच खेल भइरहेको छ, जहाँ पखरेमा त सर्ट प्रहार गरेको छ। यो सर्टले टार्गेटभन्दा बाहिर गएको छ, देख्नु नै छ। किपरले एकदम अगाडि बल फेरेको छ, स्ट्राइकरले बल अगाडि लाँदैछन्, तर त्यहाँ उनले बल राम्रोसँग कन्ट्रोल गर्न सकेनन्। फेरि अर्को बल खोसाको सुरु भइसकेको छ। दर्शकको सङ्ख्या एकदम न्यून देखिन्छ। सायद भद्रपुर झापा गोल्ड कपमा धेरै दर्शकहरू देखिन्थ्यो, तर भेटरानकोमा भने दर्शक एकदमै न्यून देखिन्छ। साधारण बाहिर भेटेर यता भिआइपीतिर चाहिँ दर्शकहरू सामान्य देखिन्थ्यो। बल आउट हानेको छन्। थ्रोइङ पाएको छ।